तपाईलाई चाहिँ हाम्रो बनटोल कस्तो लाग्छ? हाम्रो बनटोल धेरै राम्रो छ। जे होस् जुडिबेला बनटोलको वडा नम्बर 10 मध्येमा यो बनटोल चाहिँ राम्रो लाग्छ सबैभन्दा। ए जे होस् 9 नम्बर यो हाम्रो चाहिँ यो वडाभित्रमा बनटोल आफ्नै गाउँ आफ्नै ठाउँ त्यो तपाईलाई राम्रो लाग्यो हैन? भनेपछि यो समाज भनेको चाहिँ अहिलेसम्म तपाईँ हाम्रो एकदम मिलिजुली बसेको समाज जस्तो लाग्छ हैन? लाग्छ। तर प्रगतिको हिसाबमा चाहिँ कतिको प्रगति छ जस्तो लाग्छ बनटोल? म त पहिलाको हिसाबमा चाहिँ के देख्छु भनेदेखि पहिला जस्तो छ अहिले पनि म त्यस्तै देख्छु। कुनै एउटा डेभलपिङ नै देख्दैन। डेभलप भनेको एउटा यो हाइवे जस्तो बाटो बनेको मात्रै छ। तपाईँको विचारमा चाहिँ के लाग्छ? अब प्रगति पहिलाको तुलनामा त केही प्रगति त भएकै हो र छ पनि। तर के भने अब यहाँको किसानीहरूको लागि चाहिँ अलिकति भनौँ सिँचाइको कमी कमजोरी भएको कारणले गर्दा चाहिँ अलिकति प्रगति अगाडि नबढेको हो कि जस्तो पनि लाग्छ। ए त्यो पनि हुनेछ। तर त अब खेतबारीको हिसाब हेर्ने हो भने त हाम्रो त यहाँ यो बनटोलको तामाङ समुदायहरूको त अथाइ छ। भनिसकेपछि यस्तो अथाह जग्गा जमिन हुने ठाउँको मान्छेहरूको पनि एउटा के अरे यसो कलका जस्तै अब यो ट्युब कलहरू हुन्छ, डिप बोर्डिङहरू हुन्छ, यसको व्यवस्था छैन र यहाँ? छन त छ, तर कुनै कुनै ठाउँमा चाहिँ लेयर नभएको कारणले गर्दाखेरि चाहिँ अलि समस्या बिहोर्नु पर्ने भएको हुन्छ। हजुर। तर लेयरहरू हुने ठाउँमा चाहिँ छन्, 2-4वटा डिप बोर्डिङहरू छन त। ए तपाईलाई मैले अहिले यस बनटोल न्युजमा चाहिँ मैले तपाईँको एउटा छोटो चाहिँ टिप्स चाहिँ जानकारी लिनु खोजेको थियो। तपाईँले यसमा आफ्नो विचारहरू राख्नुभयो, त्यसको लागि धन्यवाद। र तपाईँलाई पनि केही आफ्नो मनको जिज्ञासा राख्नु छ भनेदेखि राख्नु सक्नुहुन्छ। मेरो चाहिँ आफ्नो व्यक्तिगत भनाइ चाहिँ अब यहाँ जुन बनटोलको बिचबाट चाहिँ ठुलै हाइवे रोड जस्तै बनेको छ। अब त्यसमा सबैले यस्तै गरेर चाहिँ सबै कुना काप्चासम्म पिच रोडहरू पुगोस् र बनोस् भन्न चाहन्छु। र माथि फुलबारीतिरको खानेपानी ट्याङ्कीहरू पनि छिटो नै यो बनटोलतिर पानीको निकासा लाएर चाहिँ खानेपानीको सबै व्यवस्था होस् भन्न चाहन्छु। हस् त धन्यवाद। हस् त ल धन्यवाद। तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ यो बनटोल न्युज र चाहिँ अहिले आजको हाम्रो पहिलो गेस्ट हुनुहुन्थ्यो निर्मल बोमजन र यस च्यानल पनि उहाँको हो र त्यही भएको हुनाले उहाँबाट हामीले चाहिँ यो इन्टरभ्यू जस्तो एउटा चाहिँ यो भ्लग बनाएको हो। र त्यसको साथसाथै यस च्यानललाई तपाईँहरू सम्पूर्ण इष्टमित्र साथीभाइ दाजुभाइहरूले चाहिँ अब लाइक हैन, सेयर र सब्सक्राइब गरिदिनु हुनलाई हार्दिक अनुरोध गर्दछु। लासु फ्याफुल्ला।